ल गाइजहरु पहिले त अब म तपाईहरु सामु खाएको भिडियोहरु र के अरे भ्लग्सहरु हिनेको रमाइलो इन्जोय गरेको हाल्थे भन्दिनु। आज चाहिँ मैले यस्तो भिडियो हैन नसोचेको भिडियो बनाउनु परिरहेछ। यो दुध चाहिँ पसलबाट आएको भर्खरै अहिले बिहानै नयाँ वर्षमा छोरोले दुध खाने भनेर भनिरहेको थियो। अनि उसको लागि भनेर लोन त भनेर दुध लिएर चाहिँ हेरि नि के अरे बनाउँदाखेरि त हेर्नु न यस्तो हुन्छ। बिखौती त ल धेरै पकाइसकेपछि बिखौती हुन्छ, अलिकति टाइम लाग्छ। यो त के हो भारत मात्रै तातिरहेछ गाइस। यस्तो भइदियो के यस्तो नि हुन्छ दुध। ल यो प्रशोधित दुधले त हामी जनताको स्वास्थ्यमा त हैन कति खेलबाड गरेको रहेछ त। हेर्नु त यो हेर्दै हुनुहुन्छ भने तपाई यो कम्पनीको मालिकले हेर्दै हुनुहुन्छ भनेदेखि चाहिँ तपाईले सुधार्नु पर्ने कुराहरु धेरै देखिन्छ। हेर्नुस् यदि तपाईले एकजनाको मात्र दुईजनाको मात्र हैन हरेक हामी जुनले हामी यस्तो दुध खान्छौं नि त्यति जनाको स्वास्थ्यसँग खेलबाड गरिरहनु भएको छ। र अहिले मैले जुन पसलबाट लिएको थिएँ यो दुध उहाँलाई मैले कल गरिसकेको छु हैन। जुनले चाहिँ जो के अरे पसलहरूले चाहिँ यो दुध लिएर बेच्नुहुन्छ तपाईहरु पनि सावधान रहनु होला। यो दुध चाहिँ मैले आज यस्तो भेटिसकेको छु। अब गर्नुपर्छ खानुपर्छ सबैले हैन, तर यति हदसम्म चाहिँ नजानु होला। म यही भिडियो मार्फत चाहिँ अनुरोध गर्न चाहे है। अनि यारी नि पसलको दिदीले चाहिँ अब त्यस्तो छ भने अब फेरि अर्को दुध लिएर ट्राई गरौँ न त भनेर भन्नु भइरहेछ। म अर्को दुध ट्राई गर्नेवाला छु, हेर्दै जानु होला त गाइज। यो कम्पनीको नाम यो सबै छापेर देखाउँछु म।